हेलो गाइस व्हाट्स अप हामी चाहिँ अहिले यहाँ क्याम्प गेटमा हाम्रो बेसमेन्टको ठेला अब सफा गर्न आइरहेको छौँ यहाँनिर म र दाइ। सो हाम्रो अब बेसमेन्टको ठेला पनि छिटै खोलिन्छ होइन। क्याम्पको गेट यहाँ छ एन्ड हाम्रो बेसमेन्टको ठेला यहाँ छ। हाम्रो अहिले सफा गर्ने सामानहरू सबै यहाँ छ। सो गाइस स्टे ट्युन होइन। हाम्रो बेसमेन्टको ठेला छिटै खोलिन लागेको छ। फुड अन व्हिल्स बाई द बेसमेन्ट क्याफे एन्ड बिस्ट्रो होइन दाइ। अब छिट्टै अब 1-2 दिनमा हाम्रो ठेला खोलिहाल्छ है त। सबैजना आउनु होला होइन दाइ। हाल्दामा खतरा क्यामेराम्यान बनाइहाल्छ नि अब छिट्टै होइन जुक्स भइहाल्छ नि। सो अब हामी चाहिँ हाम्रो ठेला सफाइ यहाँ द बेसमेन्ट क्याफ एन्ड हो नि डक्टर गर्नु परेन अनि पछि खतरा होइन जुक्स। दिदीलाई केही भन्नु पर्यो रमाइलो यहाँ फ्लप खाइदिनु परेन अनि। सो सबैजना हाम्रो चाहिँ अब भोलि न त पर्सि ठेला खोलिन्छ होइन गाइस। मेरो हातको मिठो मिठो खाने मान्छेहरू चाहिँ यहीँ आउनु पर्यो। यहाँ आउनु पर्यो। लोकेसन देखाइदेऊ साथी। लोकेसन भनेको यहाँनिर हाम्रो क्याम्प गेटको यता क्याम्प गेट भयो। क्याम्प गेट सिधा यहाँनिर एम्बुलेन्सपट्टि। यसो टेस्ट गर्न आउनुहोस्। भोटेपुलमा मात्रै नभएर नि हाम्रो क्याम्पमा पनि छ है। ल साथी यसो डट पर्छ देखाउनु पऱ्यो नि त। क्लिन त गर्नु पऱ्यो नि यसो हान्नु पऱ्यो। सही छ सही छ। यस हाम्रो साथीको हातको खाना चाहिँ आउनु पऱ्यो यहाँ यसो। आजलाई यति नै है गाइस। यो गाइस सो हामीले चाहिँ हाम्रो ठेला पुरै क्लिन हालिसकेर होइन अहिले यहाँ बसिरहेको छौँ भर्खर मोमो खाएर दाइकोमा। यो दाइकोमा दामी दामी पाउँछ। सो अब हामीले हाम्रो ठेला क्लिन गरिसक्यौँ र हामी अब हाम्रो दाइको वेटिङमा छौँ। त्यसपछि फेरि हामी जान्छौँ उता बेसमेन्ट क्याफे अनि भोलि न त पर्सिदेखि ए ल। सो गाइस अब भिडियो हेरिराख्नु स्टे ट्युन होइन। अझै राम्रो राम्रो भिडियो हाल्नेछु त म। यो व्हाट्स अप गाइस गुड मर्निङ। सो मेरो थियो आज होइन। आज चाहिँ मैले खोल्नु परेको छ बेसमेन्ट हाम्रो दिल्ली के भयो भोक लाग्यो तँलाई। सो हाम्रो बेसमेन्ट चाहिँ अब बिहान 7:30 खोलिन्छ होइन गाइस। त्यस्तै हो। अब फेरि बेसमेन्ट दोकान खोलेर फुटसल खेल्नु जानुपर्छ। म चाहिँ मेरो फुटसल म्याच पनि छ है। छोड भाइ मलाई दोकान खोल्दै हो एकछिन। म चाहिँ अहिले यहाँनिर दोकान सोकान खोलेर अब काम छ थोरै काम सकाएर हाम्रो दिदी आउनुहुन्छ। अनि त्यसपछि के भयो किन म्याउ 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 ल म खाना दिन्छु नि त चाहिँ यहाँ निहेर्ने म आइदिएको छ के भयो माम खाने। सो यसको पनि फुड यही छ होइन। तेरो घोक्रो नसुका त भाइ। तेरो घोक्रो नसुका ल। मसला दियो
ल अब त्यस्तो गाई होइन मैले अब रेस्टुरेन्ट सुरु खोलिसकेँ अब दिदी आउँछ दिदीलाई ह्यान्डओभर गरिदिने अनि त्यसपछि म चाहिँ जान्छु मेरो फुटबल खेल्न है त होइन आजदेखि हाम्रो ठेला सुरु सो ठेलामा स्टल हाम्रो सुरु भइसक्यो होइन कहाँ भन्दाखेरि माउन्ट हर्मन स्कुलको अगाडि ठिक्क र क्याम्प गेटको गेटकै अगाडि ठिक्क छ होइन सो अब हाम्रो आधाबाट सुरु भइसक्यो सो सबैजना आउनु पर्यो है त होइन दाइ पर नि ल गाइज उतै गएर फेरि भिडियो बनाउँछु है त हेलो गाइज सो अहिले चाहिँ हामी यहाँ सबै सेटअप गरेर हल्का होइन ग्यास लिन जानुपर्नेछ अनि त्यसकै लागि अब हाम्रो दाइलाई पर्खिरहेको लाइटहरू पनि हाल्नुपर्ने छ हाम्रो बेसमेन्टको फुड अन विल्स बाई द बेसमेन्ट क्याफे एन्ड बिस्ट्रो है त गाइज ठिक्क माउन्ट हाम्रो स्कुल यहाँ छ हाम्रो यही छ होइन सो सबैजना आएर भिजिट गरिदिनु होला है त अरू के चाहिँ भन्नु अरू त्यस्तो केही पनि छैन होइन भन्नुपर्ने कुरा हामीले बसिरहेको छु दाइलाई पर्खेर सो अहिले कति बजीसम्म 9-10 बजीसम्म राखिन्छ होला हेरौँ के हुन्छ है त गाइज वाट्स अप होइन भर्खर हामीले फ्राई राइस विङ्सहरू होइन अर्डर हानेर लाइक सुरु दिनमै अलिक राम्रै भयो होइन हाम्रो सेल्स अझै हुनु बाँकी छ कति बजी थियो अहिले 9 बजे अझै 2 घन्टा छ होइन हाम्रो अझै बाँकी छ हेरौँ के हुन्छ कस्तो हुन्छ होइन आजको लागि चाहिँ राम्रो सेल भइरहेको छ गाइज भिडियो हेर्दै जानु है त नकाटिकन हेर्नु पर्यो है त भिडियो गाइज यो गाइज वाट्स अप होइन सो अब मेरो भिडियो चाहिँ यहीँ एन्ड भइसकेको छ एकदम रमाइलो छ यो पालिको भिडियो झन् होइन किनकि हामीले बेसमेन्टको स्टल सफा गरेर बनाएको छ भिडियो अनि लाइक अब यताउति अनि हाम्रो बेसमेन्टको स्टल खोलेको भिडियो छ मैले कुकिङ हान्दै गरेको भिडियो छ होइन सो सबैले साथ दिनुभयो सपोर्ट गरिदिनु भयो एकदम मनबाट धन्यवाद होइन आरिगातो हाम्रो एउटा दाइ छ यो त सक्नु थिएन आरिगातो भन्नुपर्छ होइन सो मैले आरिगातो भनिदिएको सो गाइज है आजको भिडियो यहीँनिर एन्ड हुन्छ सो स्टे ट्युन फर द मोर भिडियो सब्सक्राइब गरिदिनु होला सब्सक्राइब गर्नु भएको छैन भने सेयर गरिदिनु होला र लाइक गरिदिनु होला सो अझै दामी भिडियो हाल्नेछु होइन गाइज सो अहिलेको लागि चाहिँ यति नै सबैजना आरामै होला सन्चै भएर बस्नु होला सो गाइज